हस्बेन्डले यो बक्सा ठिक हुँदैन र तपाईँको हस्बेन्डको कत्रो छ तो वीडियो क्यों बना रहा है 112 को कॉल करो पहले। लाख के बाद तो कॉल करना मार चिकने I say thank you for watching this video. गौतम बुद्ध कहाँ जन्मिएको? गौतम बुद्ध त सँगै मेरो घरदेखि अलि मास्तिर सँगै चिया खाएर हिँडेको मान्छे हो है। तपाईँ घरतिर? मेरो घरदेखि अलिकति मास्तिर हो, सँगै चिया खाएर चाहिँ हिँडेको मान्छे हो। सँगै चिया खा। नेपाललाई अमेरिका जस्तो बनाउन के गर्नु पर्ला? तेरो मुख फोर्नु पर्छ, तँलाई साफ सिलौटामा राखेर पिसिए दिनुपर्छ क्या, तेरो माथि डोजर चलाइदिनु पर्छ बाउ। मानसिक हस्पिटल जाने हो? अब तपाईँहरू दुईजना जाँदै गर्नुहोस्, तपाईँ चाहिँ जाने कि नजाने नि? म यो एउटा चुरोट खाएर आउँछु। लिनुहोस् न, खस्यो भिरबाट फुक्क अघि नै लिएको भए लड्थ्यो। नेपाली आउँछ तपाईलाई? नेपाली बोल्न? अब कहाँ जान्छन् राजा? अब राजा अहिले त घर जान्छन् होइन? मैले चाहिँ 3 करोड रुपियाँ तिरेर अमेरिकामा मैले मुखमा प्लास्टिक हालेको। काटेको घाउ त औषधि खाएर सन्चो हुन्छ माया, काटेको घाउ त औषधि खाएर सन्चो हुन्छ माया, तर छातीमा लागेको घाउ कुनै औषधि खाएर पनि सन्चो हुँदैन महोदय। अब राजा साहबले तीनजना किन हुनुहुन्छ बाइकमा? पहिला मेरो मर्जी। बोक्न त आइफोन बोकेका छन्, जान्नु चाहिँ यति छ कि हरियोले उठाउने रातोले काट्ने। लाइभमा आउनुले तपाईलाई लाज पचाएको भन्न सक्छु म, तपाईले पैसा ठगेको होइन भन्न सक्दिनँ। तपाईले त्यसरी भन्न मिल्दैन होइन, भनिसके मैले। वयोवृद्ध नेताज्यूहरूका डाक्टरहरूले मजाले सम्झाइदिनु पर्यो कि यो उमेरमा रिस डाह कटाक्ष गर्दा स्वास्थ्य बिग्रन्छ। बचेका केही वर्ष गमलामा पानी हालेर नाति नातिना खेलाएर बस्दा 2-4 वर्ष आयु बढ्छ, घट्दैन। छाता पसलेसँग छाता किनेपछि ग्राहकले सोधेछ, साउजी यो छाता कति टिक्छ? साउजीले भनेछन्, घाम र पानीबाट जोगाउनुहोस्, जिन्दगीभरि टिक्छ। जसका घरमा टनाटन पुस्तकहरू हुन्थे उसैलाई मानिन्थ्यो गनिन्थ्यो, आजभोलि फरक भएको छ। जसको घरको शोकेसमा टनाटन विदेशी रक्सीका अनेक भेराइटीहरू छन्, उही गण्यमान्य भएको छ। एउटा नाङ्गो खुकुरी र एउटा क्यामेरा बोकेर सहरको कुनै पनि चोकमा उभिएर कराउनुहोस् र भन्नुहोस्, अब यो खुकुरीले नेता जति सबैलाई थप्काएपछि मात्र सुख पाइन्छ, यति भन्नुहोस्। तपाईँ रातारात भाइरल, हरेक कमेन्टमा तपाईँलाई गृहमन्त्री बनाउनु पर्छ भन्ने माग आएन छ भने मलाई भन्नु होला। भाइ के भयो अरे? तेरो के भयो अरे? भाग्य परिवर्तन गर्न भनेर मन्दिर आएको चप्पल परिवर्तन सोच्नु जस्तो केही हुँदैन, के सोचेको के भयो, खालि यस्तै हुन्छ। तिमीहरूलाई भोलिदेखि इक्जाम छ, कसको छोरा छोरीहरू यस्तो हुन्छ? इक्जाम छ भागेर आएर खोलामा खेलेर राँगाको छोरा छोरी हो कि के को छोरा छोरी हो? ल हेर्नुहोस् त, ल हेर्नु न त्यसलाई आफ्नै पारामा के भन्ने, न गाली दिन मन लाग्छ।